ल ल ल रोमस्ट खुसी भयो ल सुन्दर चाहिँ बेदा आहान त्यो बाबा है बाई बाई ल सुन्तला पाक्न लाग्छ है म्याग्दी बरङ्जामा बरङ्जाको सुन्तला पाकेर पनि खाइसक्यो के को यो रुखमा चाहिँ हरियो हरियो रहेछ यो चाहिँ चिनाकोटको डाँडा है यो चिया बनाउँछ नै चिया एकदम अर्गानिक चिया तरुल खनेर तरुल पकाएर खाएर जाने हो यहाँ फेरि भात बसालेको यो के अरे हो मुला च्याउ मसरुम पो छ चाहिँ नेवाल कस्तो गराएको छ ल हामीले अझै पनि रहेछ यहाँ भैँसी दुध खाइयो 90 वर्ष पुगेको आमालाई हेर्नुस् ल आमाले पुरै काम गरेर खान्छ फेरि यहाँ कान्छेले नल कटिङ गर्न जान्छ भन्छन् तर अब नल कटिङ गर्न जाने कान्छी आँसी उदाउँछन् है अब साला उता त हेऱ्यो भने होला है सुनिल सालाले अब आफ्नो बुढीलाई उहाँबाट कमेन्ट गर्नु पर्यो मेरो बुढीले दुःख गरे धेरै भनेर अब है यो भिडियो हेऱ्यो भने है धेरै दुःख भयो भन्नु पर्यो घर सुन्तला पाएछ सुन्तला खाना आउनु पर्यो